आज म एउटा यस्तो विषयको कुरा गर्न गइरहेको छु जसले आजको समयमा हजारौं मानिसलाई घरमै बसेर पैसा कमाइ गर्ने मौका दिएको छ। फेसबुक, युट्युब, इन्स्टाग्राममा यति धेरै विज्ञापन किन देखिन्छ? हामीले फेसबुक ओपन गर्दा भिडियोहरू स्पोन्सर्ड भनेर, युट्युबमा ओपन गर्दा फर्स्टमा स्पोन्सर भनेर देखाएको हुन्छ। त्यो किन देखाएको होला त? ख्याल गर्नु भएको छ? किन साना पसलदेखि ठुला कम्पनीसम्म सबै अनलाइनमा गइरहेको छ? आजको भिडियोमा हामी बुझ्नेछौँ डिजिटल मार्केटिङ के हो, किन आवश्यक छ र तपाईले यसबाट कसरी लाखौं कमाइ गर्न सक्नुहुन्छ। भिडियो अन्त्यसम्म हेर्नुहोस् किनकि अन्त्यमा मैले बिगिनर्सका लागि क्लियर रोडम्याप पनि दिनेछु। च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरिहाल्नुहोला ताकि यस्तै भिडियोहरू हेर्नको लागि। डिजिटल मार्केटिङ के हो? डिजिटल मार्केटिङ भन्नाले इन्टरनेट प्रयोग गरेर प्रोडक्ट, सर्भिस वा ब्रान्डको प्रचार गर्नु। सरल शब्दमा भन्नुपर्दा मोबाइल र इन्टरनेट प्रयोग गरेर ग्राहकसम्म पुग्ने तरिका नै डिजिटल मार्केटिङ। जस्तै फेसबुकमा एड्स देखिनु, युट्युबमा स्पोन्सर्ड भिडियो आउनु, गुगलमा सर्च गर्दा एड्स देखिनु, यी सबै डिजिटल मार्केटिङकै उदाहरण हो। किन डिजिटल मार्केटिङ यति इम्पोर्टेन्ट छ? आजको समय सोच्नुहोस् त, सबैको हातमा मोबाइल छ, बच्चादेखि वृद्धसम्म सबै अनलाइन छन्। सामान किन्नु पनि अनलाइन, पढाइ, काम, व्यापार सबै अनलाइन हुन थालिसक्यो। यदि तपाईँको बिजनेस अनलाइनमा छैन भने तपाईँ धेरै ग्राहक गुमाइरहनु भएको छ। यो डिजिटल युगमा बिल गेट्सले भने जस्तै, इफ योर बिजनेस इज नट अन द इन्टरनेट देन योर बिजनेस विल बी आउट अफ बिजनेस। त्यसैले सानो व्यवसाय, फ्रिलान्सर, कन्टेन्ट क्रिएटर, स्टुडेन्ट सबैका लागि डिजिटल मार्केटिङ अत्यन्तै महत्त्वपूर्ण छ। डिजिटल मार्केटिङका मुख्य प्रकार अब हामी बुझौँ। डिजिटल मार्केटिङभित्र के हुन्छ? सोसल मिडिया मार्केटिङ, फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब मार्फत प्रोडक्ट वा कन्टेन्ट प्रमोट गर्नु। सर्च इन्जिन मार्केटिङ, गुगलमा सर्च गर्दा पहिलो नम्बरमा देखिनु। जस्तै मानौँ तपाईँ चितवन घुम्न जानुभयो अनि त्यहाँ तपाईँले बस्नको लागि होटल चाहियो अनि तपाईँले गुगलमा सर्च गर्नुहुन्छ बेस्ट होटल इन चितवन अनि त्यहाँनिर फर्स्टमै देखाउँछ, जसले चाहिँ एसइओ गरेको हुन्छ, अर्थात् सर्च इन्जिन मार्केटिङ गरेको हुन्छ। अर्को कन्टेन्ट मार्केटिङ, भिडियो, ब्लग, रिल बनाएर मानिसलाई भ्यालु दिनु। इक्जाम्पल, यो मेरो भिडियो हेरिराख्नु भएको छ, यो पनि कन्टेन्ट मार्केटिङभित्रै पर्छ। अहिले त सोसल मिडिया हेर्ने बित्तिकै केही न केही हरेक मान्छेको कन्टेन्टहरू देखि नै राख्नु भएको छ होला, त्यो चाहे युट्युब, फेसबुक, टिकटक जस्ता सोसल मिडिया प्लेटफर्मतिर। अर्को रहेको छ इमेल मार्केटिङ। इमेल मार्फत कस्टमरसँग कनेक्सन बनाउनु। जस्तै तपाईँलाई एड्सहरूमा क्लिक गर्दा त्यहाँ रजिस्ट्रेसनको लागि तपाईँको नेम, कन्ट्याक्ट, इमेलहरू राख्नुपर्ने हुन्छ। एन्ड देन त्यसपछि त्यहीबाट तपाईँलाई उनीहरूले आफ्नो बिजनेस, सर्भिस अर प्रोडक्टको लागि तपाईँको इमेलमा बार इमेल आउने गरेको हुन्छ। कतिको ख्याल गर्नु भएको छ? यो नै इमेल मार्केटिङ। अर्को रहेको छ एफिलिएट मार्केटिङ। अर्को प्रोडक्ट प्रमोट गरेर कमिसन कमाउनु। जस्तै कुनै पनि सर्भिस अथवा प्रोडक्टको लिङ्क आफ्नो प्रोफाइलमा राख्नु अनि त्यहाँबाट डाइरेक्ट पर्चेस गर्नु, त्यो चाहिँ एफिलिएट मार्केटिङभित्र पर्छ। डिजिटल मार्केटिङबाट कसरी कमाइ हुन्छ त? अब सबैभन्दा इम्पोर्टेन्ट कुरा, डिजिटल मार्केटिङबाट कमाइ गर्ने तरिका सुरुमै रहेको छ फ्रिलान्सर भएर क्लाइन्टको एड्स चलाउने, पेज म्यानेज गर्ने, युट्युबबाट अथवा कन्टेन्ट क्रिएटर भएर भिडियो रिल बनाउने, ब्रान्ड प्रमोसन गर्ने। यो अहिले एकदमै चलेको छ, जहाँ नेपालमा पनि कन्टेन्ट मार्केटिङ गर्नेहरू महिनाको लाखौं पैसा कमाइरहेका छन्। दोस्रो छ एफिलिएट मार्केटिङ। लिङ्क सेयर गरेर कमिसन आउने गर्छ, जति सेल हुन्छ त्यही हुन्छ। अर्को आफ्नै बिजनेस ग्रो गर्ने, सेल्स बढाउने, यो पनि एकदमै राम्रो हो। अहिले जसले पनि बिजनेस स्टार्ट गर्नु भएको छ उहाँहरूको लागि त नभई नहुने चिज हो। आज धेरै नेपाली युवाहरू डिजिटल मार्केटिङकै कारण घरमै बसेर लाखौं कमाइ गरिरहेको छ। बिगिनर्सले कसरी सुरु गर्ने हो? यदि तपाईँ बिल्कुल बिगिनर हुनुहुन्छ भने यसरी सुरु गर्नुहोस्। स्टेप 1, डिजिटल मार्केटिङको बेसिक सिक्नुहोस्। युट्युबबाट, फ्री कोर्सबाट नभए पेड क्लासबाट पनि सिक्न सक्नुहुन्छ। अब स्टेप 2, एउटा स्किल छान्नुहोस्। जस्तै फेसबुक एड्स, भिडियो एडिटिङ, कन्टेन्ट राइटिङ, कन्टेन्ट मार्केटिङ, ब्रान्ड प्रमोसन जस्ता थुप्रै स्किलहरू छन्। अन्य पनि धेरै छन्। अब स्टेप 3 जाउँ। प्र्याक्टिस गर्नुहोस् आफ्नै पेज, आइडी वा च्यानलबाट। दिनहुँ तपाईँले त्यहाँनिर आफ्नो कन्टेन्टहरू, रिल्सहरू पनि तपाईँले अपलोड गर्न सक्छ। स्टेप 4 भनेको रियल देखाउन थाल्नुहोस्, त्यसपछि क्लाइन्टहरू खोज्नुहोस्। याद राख्नुहोस्, स्किल बिना कमाइ हुँदैन, तर सही स्किलले जीवन बदल्न सक्छ। कमन मिस्टेकहरू भन्छु है, धेरैले गर्ने गल्ती, एकैचोटि सबै सिक्न खोज्ने, रिजल्ट छिट्टै नआएर छोड्ने, कपी मात्र गर्ने, भ्यालु नदिने। यसमा ग्रो गर्न चाहनुहुन्छ भने कन्सिस्टेन्सी र पेसेन्स चाहिँ चाहिन्छ। यदि तपाईँ डिजिटल मार्केटिङ सिक्न चाहनुहुन्छ भने आजै सुरु गर्नुहोस्, भोलि होइन, अर्को महिना होइन, आजैबाट सुरु गर्नुहोस्। यदि यो भिडियो युजफुल लाग्यो भने लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा लेख्नुहोस् म डिजिटल मार्केटिङ सिक्न चाहन्छु। हस् त, धन्यवाद, सबैको भलो होस्।